हेलो वेलकम टु माई न्यू भिडियोमा सबैजनालाई सबैजना सन्चै हुनुहुन्छ होला म एकदम सन्चै छु। आज हाम्रो ट्रेनिङ र गेम हुँदैछ फुटबलको। हामी चाहिँ भर्खर जाँदैछ, ठिकै 7:30 भयो। दाइहरू चाहिँ अघि नै गइसक्यो भने सायद गेम चाहिँ सकिन्छ होला, हामी जाने हुँदैछ। हाम्रो ट्रेनिङ मात्रै हुन्छ जस्तो लागिरहेछ, किनकि हाम्रो दाइको जसले काम परेर मलाई लिन अलिक ढिलो भयो छ, त्यही भएर म चाहिँ वेटिङमा बसेर अहिले जाँदैछु। मलाई छ अरे, त्यसैले अर्को दाइहरू सबै गइसकेको रहेछ। र एउटा दाइ मात्रै बाँकी छ, त्यसैले मलाई दाइले लिनु आउँदैछ अनि म चाहिँ अहिले जाँदैछु। सो हामी चाहिँ यही बाटो घुम्दै जाने हो। हामी जाने बाटो यही हो, त्यहीबाट जाने मेन रोड यही हो। मेरो दाइ यहाँ आउनुहुन्छ अनि म जानुहुन्छ। म अब उता गएर जस्ट वेटिङ गर्नुपर्छ कि पर्दैन थाहा छैन। दाइले चाहिँ आउँदैछ भनिरहेको थियो, सायद आइपुग्छ होला दाइ पनि, त्यस्तै लागिरहेछ। सो म यहाँ आएर वेटिङ गरिसक्यो, तर मेरो दाइ आएको छैन, आउँदैछ भनिरहेको थियो। त्यसैले म यहाँ बाटो बसिरहेको छु रोडको छेउमै। अनि मेरो दाइ आउने बाटो चाहिँ यही हो गाइस। म यहाँ वेटिङ गरिरहेको छु टक्क लगाएर। सो गाइस मेरो दाइ चाहिँ यहाँ आइसकेको छ होइन। अब कार भनेको त अब यहाँ BMW कार चाहिँ लिएर आएको रहेछ बुढाले खास्तोमा। अब BMW कार यस्तो छ, है यो टाइममा आउने यही दाइ है। सो गाइस हामी चाहिँ अब जाँदैछु टक्क लगाएर, दाइ र म। हाम्रो दाइ यहाँ बिजी रहेछ कि फोनमा, त्यही भएर ढिलो आएको रहेछ। सो म चाहिँ फर्केँ। सो हामी अब सिग्नलमा परेको छ जाममा, त्यसैले वेटिङ गर्दैछ। अनि ब्लग त नि दाइ चाहिँ पुरा बजीसित बिजी यहाँ भएसित बिजी दाइ। अब सिग्नल खोल्यो, हामी जाँदैछौँ। यस्तो गाडीको मान्छेले हामीलाई हाई गर्छ, हामी पनि मान्छे त ठुलै होइन दाइ अनि यस्तो गाडीको मान्छेले हाई गर्छ हामीलाई। आज हामी अनि के काम छ गाइड। सो गाइज हामी चाहिँ अब ग्राउन्ड आइपुगिसक्यो। ग्राउन्ड चाहिँ यही अगाडि हो, हामी चाहिँ टक्कै यहाँ छ, यो मस्जिदको अगाडि ग्राउन्ड छ। हामी यसको ठक्कै पछाडि आइपुगेको छ, मान्छे छ। यो चाहिँ सबै कम्पनीको बिल्डिङहरू छ। सो हाम्रो चाहिँ यहाँ छ सबैजना। हाम्रो टिम चाहिँ यता रेडी हुँदै रहेछ वाइटको। हामीले टक्कै आइपुगिसकेको छ। गेम सकिसक्यो हो कि स्टार्ट होला मलाई थाहा भएन गाइज।